अहिले म नयाँ कस्टमरकोमा छु, उहाँको पनि नेट इस्यु रहेछ। सो उहाँको मैले नेट बनाइदिने हो। अब हेर्छौँ हामी के छ होइन, के फल्छ पहिला हेर्छौँ। उहाँ हो दिदीको घर चाहिँ यता हो। सो हाम्रो टिभी चाहिँ यता रहेछ है, यो टेबलमा रहेछ। अब हेर्छौँ हामी के कस्तो छ, के बिग्रेको छ, त्यसपछि हाम्रो हुन्छ है त। उहाँ चाहिँ हो दिदी। हजुर दिदी नमस्ते। यो हजुरको के भएको रहेछ है, हामी हेर्न आएको छौँ। हिजोबाट हो, यहाँ रेड लाइट पनि बलेको छैन। हामी हेर्छौँ के भएको रहेछ, त्यसपछि हामी काम भ्याउँछौँ है। यहाँ चाहिँ पावर चाहिँ ठिक छ, त्यहाँ अलि हल्लिएर मात्र होला। सो यो राम्रो छ है त। सो उहाँको राउटर फल्टी रहेछ, एउटा मात्र लाइट बल्यो हो। यहाँ 3टा ब्लिङ गर्नुपर्ने हो। पावर चाहिँ एकदम राम्रो छ, 20-21 भइरहेछ है त। हाम्रो राउटर चाहिँ फल्टी रहेछ होइन। सो हामी अब राउटर लिन जान लाग्यो। हामीले राउटर ल्याएको छैन, राउटर ल्याएर अनि दिदीको हामी अर्को राउटर लिन आइसकेको छु। उहाँको अब चेन्ज गरिदिएपछि समस्या समाधान हुन्छ है त। यो आन्टीको अब पुरानो राउटर निकालेर नयाँ राउटर हाल्ने, त्यसपछि चाहिँ हाम्रो नेट चल्छ है त। दिदी पासपोर्ट के राख्ने, नाम के राख्ने? अनिता। नेटको नाम अनिता। अनि पासपोर्ट गेवाली अनिता 123 है। ल गाइज, उहाँको चाहिँ नेट चलिसक्यो। अब चाहिँ हामी अब अर्को टिकट